नमस्ते, तपाईँहरूलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म एउटा नेपालको प्रसिद्ध गौरवको योजना नवढुङ्गा नौबिसे मोबिलिङ कोरिडोरको बारेमा बताउनेवाला छु। यसमा चाहिँ के कारणले यो फेल भयो र हामीले यसबाट के पाठ सिक्न सकिन्छ। यदि हामीले यसलाई पहिले प्लानिङ गरेको भए के फाइदा हुन्थ्यो र हामी कहाँ चुक्यो यो प्रोजेक्टमा। यदि हामी प्रोजेक्टको विस्तारमा हेऱ्यौँ भने यसको चाहिँ 38 किलोमिटर हो। यो चाहिँ अब नेपालको हाइवेलाई अपग्रेड गराउने भन्ने सोचले गभर्मेन्टले सुरु गरेको हो। एन्ड द मेन कारण चाहिँ के हो भने यसले चाहिँ ट्राभल टाइम घटाउने। यदि सडक फराकिलो छ भने हामी चाँडै पुग्न सक्छौँ। अनि अर्को भनेको रोडको सेफ्टीको लागि धेरै जस्तो एक्सिडेन्ट पनि भइरहेको हुन्छ यो क्षेत्रमा, मोगलिन काठमाडौँ जाने बाटोमा। अनि त्यसलाई न्यूनीकरण गर्नको लागि यो प्रोजेक्ट गरेको हो गभर्मेन्टले। यसलाई चाहिँ वर्ल्ड ब्याङ्कको सहयोगले यो प्रोजेक्ट चाहिँ सुचारू गरेको थियो। मुख्य कारण भनेको त इकोनोमिकल ग्रोथ हो, आर्थिक विकास गर्ने हो सोचले यो प्रोजेक्ट सुरु गरेको हो। यो प्रोजेक्ट यति राम्रो कन्सेप्ट र यति राम्रो आइडियाले गर्दाखेरि पनि तर यो प्रोजेक्ट माथि ढिलो भइरहेछ। यसमा विभिन्न कारणहरू छ, अगाडि बताउँछु। अब हामीले यसलाई प्रोजेक्टलाई यो हामीले निहालेर हेऱ्यो भने यो चाहिँ 94.7 किलोमिटर हो, ट्रेड कोरिडोर हो। यसले चाहिँ काठमाडौँदेखिबाट वीरगन्जसँग जोड्छ। अनि यो चाहिँ 2 लेन एसियन भनेको अब एसियन हाइवेको स्ट्यान्डर्डले बनाउने भनेको छ। अनि यसलाई चाहिँ डिपार्टमेन्ट अफ रोडले हेरिरहेछ र वर्ल्ड ब्याङ्कले पैसा खर्च गरिरहेछ। अनि यो चाहिँ कन्ट्र्याक्टर भने चाहिँ यो ठेकदार चाहिँ आइटम रेटको अनुसारले उसले ठेक्का हालेको हुन्छ। यसलाई 5 वर्षको पिरियडको लागि हो। अब गभर्नेन्स यसलाई अब हाम्रो गभर्मेन्टको हेऱ्यो भने यसमा चाहिँ धेरै गभर्मेन्टको संस्थाहरूले हेरिरहेको थियो। एउटा चाहिँ डिपार्टमेन्ट अफ रोड सडक विभाग थियो। अर्को भने चाहिँ यो डिपार्टमेन्ट कोअपरेसन इम्प्लिमेन्टेसन डिभिजन भन्ने रहेछ। अनि एउटा भने चाहिँ प्रोजेक्ट कोअर्डिनेसन युनिटले हेरिरहेछ। यहाँ चाहिँ धेरै डिपार्टमेन्टहरूको बिचमा चाहिँ कोअर्डिनेसन भएन। धेरै डिपार्टमेन्ट भएको त राम्रो हो, तर डिसिजन दिन चाहिँ सकेन। मतलब एक अर्काको डिसिजन कम्प्लिट भइरहेको थियो भन्नको कारण यसमा चाहिँ अनक्लियर म्यान्डेट्सहरू थियो, जसको कारण काम बढ्ने भयो, एडमिनिस्ट्रेटिभ बर्डन आउने भयो र प्रोजेक्ट सुचारू गर्नलाई समस्या पर्ने भयो। यति धेरै संस्था हुँदाहुँदै पनि यो प्रोजेक्टलाई उनीहरू कोअर्डिनेसन गर्न सकेन र यो प्रोजेक्ट ढिलो हुन पुग्यो। अब यो प्रोजेक्टमा हेर्दाखेरि एउटा चाहिँ हाम्रो एउटा वातावरणीय क्लियरेन्स चाहिने रहेछ। बाटो बढाउँछ भन्ने पक्कै पनि हामीलाई जग्गा चाहिन्छ, त्यसमाथि हामीलाई रुखहरू काट्नुपर्छ। यसलाई चाहिँ अब 2 वर्ष त रुखै काट्नको लागि लगायो हामीले। अब सुरुमा हेर्दाखेरि चाहिँ अर्ली स्टेजमा चाहिँ प्लानिङै गरेन। जो सर्वे गर्नुपर्ने, जुन संस्थाले गर्नुपर्ने सर्वे, उसले चाहिँ केही पनि सर्वे गरेन। गर्न त गर्यो सर्वे, तर सबै कुरा इन्क्लुड हुन सकेन। वातावरणको सबै कुरा, त्यहाँ भएको सामानहरूको सबै समेट्न सकेन। कन्ट्र्याक्ट गर्नुभन्दा अगाडि समेट्न सकेन। यो कुरा त क्लायन्टले दिनुपर्ने हो कन्ट्र्याक्टरलाई। यो कुराहरूको कमी थियो पहिला। कन्ट्र्याक्ट गर्नुभन्दा अगाडि सबै इन्फर्मेसन नभएको कारणले एउटा प्रब्लम भएको थियो त्यो प्रोजेक्ट एक्जिक्युसन गर्नलाई। अर्को भनेको रुख काट्नु एप्रुभल। नेपालमा रुख काट्नु छ भने धेरै गाह्रो कुरो हो। एउटा रुख काट्नलाई कति वर्षको एप्रुभल चाहिन्छ। एउटा फरेस्ट्री डिपार्टमेन्टले, लोकल अथोरिटीले, अब कोही त्यही लोकलको मान्छेहरूको कारण, जसको कारण प्रोजेक्ट त ढिलो हुन्छ। अब साइट क्लियरेन्स भयो भने कन्ट्र्याक्टरले आएर काम गर्ने हो। यो कुराहरू पनि कमी भएको थियो यो प्रोजेक्टमा। अनि यो आधुनिकीकरणको टुल्सहरू त अब हामीले त युजै गर्दैनौँ। P6 माइक्रोसफ्ट प्रोजेक्ट युज गऱ्यो भने त हामीलाई थाहा हुन्छ के काम गर्छ, कन्ट्र्याक्टरले के गर्यो। तर यो सबै कुराहरू चाहिँ कमी थियो। अनि अर्को भनेको चाहिँ कम्पनसेसन। यसमा चाहिँ के थियो भने एउटा रुख काट्यो भने 25 वटा नयाँ रुख रोप्नुपर्ने छ। यसमा चाहिँ के प्रब्लम भने यो गर्नलाई पनि फरेस्ट विभाग चाहिने रहेछ। कम्युनिटी त्यही लोकल अथोरिटी हुन्छ, रेन्जर सेन्जर। अब त्यो लोकल अथोरिटीले, कम्युनिटीले हेरिरहेको हुन्छ त्यो फरेस्टलाई। त्यो हेर्छ, कोअर्डिनेसन गर्नु पर्यो, त्यो चाहिँ मिसिङ छ। कहिले एउटा मान्छे भेट्ने, कहिले अर्को मान्छे नभेट्ने, जसको कारण यो काममा पनि ढिलाइ हुनुको कारण यो पनि एउटा रिजन हो। अब हामीलाई त बाटो बढाउनु छ, बाटो बढाउनलाई त जग्गा पनि चाहियो।
जग्गा बत्तै उ गर्नलाई त हामीले सोचेको भन्दा 150 समय बढी लिएछौँ। यो एउटा ठुलो प्रब्लम हो नेपालको लागि जग्गा लिनु भनेको। अब यसमा पनि धेरै कारणहरू छ जसमा अब गभर्मेन्ट सरकारी पक्षहरू पनि दोषी छन् भने मान्छेहरू पनि पोलिटिक्स गर्छन्। एउटा भने चाहिँ भ्यालुडेसन पुरानो भयो। अब हामीले तिरेको कर अनुसार गभर्मेन्टले भ्यालुडेसन गर्ने हो, तर अब बाटो अगाडि अब 4 लेनको बाटो अगाडि मेरो जग्गा छ भने त त्यसको त भ्यालु बढ्ने भयो। त्यसैले मान्छेले यो जग्गा दिन अलि नमान्ने भएको कारणले चाहिँ त्यहाँ चाहिँ समस्या आइपुगेको थियो, डिस्प्युट भएको थियो अब जग्गा धनी र सरकारको बिचमा, सरकारी मान्छे बिचमा। अर्को भने चाहिँ अब रेकर्ड नभएको, अब त्यो जग्गा कसको हो त्यो रेकर्ड लोकल अफिसमा पनि रहेनछ। त्यसलाई भेरिफाई गर्नु पर्यो, त्यतिकै अब गएर जग्गा खनिदियो भने त भोलि अर्को ल्याएर मुद्दा हाल्छ। त्यो कुराको पनि कमी भएको थियो। अब अगाडिको राइट अफ वे कति राख्ने त्यसमा पनि प्रब्लम भइरहेको थियो। त्यसमा चाहिँ अब संस्था र ल्यान्डको मान्छेहरूसँग पनि झगडा परिरहेको थियो। सो यो कारणले गर्दाखेरि ल्यान्ड एक्विजिसन चाहिँ एउटा मुख्य कारण हो। यदि हामी बाटो बनाउनु छ भने यो ल्यान्ड एक्विजिसन त हामीले पहिल्यै सकाएर कन्ट्र्याक्टरलाई दिए पनि हुन्थ्यो, तर कन्ट्र्याक्टर अगाडि बोर्ड गर्ने अनि ल्यान्ड एक्विजिसन चाहिँ नगर्ने, त्यस काम त अगाडि बढ्दैन। यो एउटा मुख्य कारण हो। अर्को भने चाहिँ अब हामीले कुनै ठेक्का लाउँछ भने त्यसमा चाहिँ हामीले के काम गर्छन् ठेकेदारले, के गर्नुपर्छ भन्ने कुरो हुन्छ। त्यही रेट ठेकेदारले हाल्छ। तर अब यो हाल्दा पनि एउटा प्रोभिजन सम भने सर्टेन एमाउन्ट कन्टिजेन्सीहरू राख्छ, तर त्यो एमाउन्ट एप्रुभल हुँदैन। कुनै यस्तो स्ट्रक्चरहरू पनि हुन्छ, कुनै यस्तो बिल्डिङ उहरू हुन्छ, त्यसको चाहिँ डिटेल एसेसमेन्ट गर्नुपर्छ। त्यसलाई चाहिँ प्रोभिजन सम उसमा पब्लिक युटिलिटीमा राख्न मिल्दैन। जस्तै अब वेटिङ सेड भनेको चाहिँ कुर्ने ठाउँ, मार्केट सेडहरू भएको ठाउँ, पब्लिक टोयलेटहरू ठाउँ, त्यसलाई चाहिँ एउटा प्रोभिजन सममा राखेको थियो। त्यो चाहिँ हुनुहुन्न। त्यसलाई चाहिँ डिटेल मार्केट बेस युनिट रेटमा हाल्नु पर्थ्यो। त्यो चाहिँ कमी थियो। अनि यदि त्यो डिटेल कमी भएपछि त कन्टिजेन्सी एमाउन्ट युनिट गर्ने भयो। कन्टिजेन्सी एमाउन्ट भएपछि त फाइनेन्सियल प्रब्लम त आउने भयो, त भेरिएसन अर्डर आउने भयो, अनि कस्टको डिस्प्युट पनि आउने भयो। यो प्रोजेक्टमा चाहिँ के हुन्छ भने कुनै कस्टको भेरिएसन आयो भने माथि त मिटिङ गर्दै जानुपर्छ र त्यसलाई एप्रुभ गराउनुपर्छ। अब त्यसले गर्दा पनि ढिला सुस्ती हुन्छ। सो प्रोभिजन सम चाहिँ हामीले जहिले पनि प्रेडिक्टेबललाई राख्छौँ। अब कुनै इन्फ्रास्ट्रक्चर चाहिँ हुनेछ भने चाहिँ त्यसलाई त कन्टिजेन्सी टुलमा राख्नुहुन्न, त्यसलाई डिटेल प्लानिङ गर्नुपर्छ। त्यसैले सर्वेको भाग चाहिँ कमी कमजोरी भएको थियो डिटेल सर्वेको बेला। आफूसँग पुरै इन्फर्मेसन नभइकन त्यो कन्ट्र्याक्टमा जानु हुँदैन हाम्रो आइटम रेट बेसमा। त्यसपछि यो चाहिँ सरकारी पक्षबाट एउटा कमी कमजोरी भएको थियो। कन्ट्र्याक्टिङ र प्रोक्युरमेन्टमा हेऱ्यो भने अब कुनै गभर्मेन्टले कन्ट्र्याक्टर गर्यो भने त्यसको लागि त कन्ट्र्याक्टरहरूले त ठ्याक्क बिड गर्छन्। उनीहरूले प्याकेज अनुसार उनीहरूले बिड गरेको छ यहाँ। अब यो आइटम रेट कन्ट्र्याक्ट भयो भने चाहिँ अब ठेकेदारले त मेजर गरेर लिने हो। उसले जति गर्छ त्यति नै उसले लिन्छ। यदि कुनै काम थप्नु पर्यो भने त त्यो भेरिएसनमा जान्छ। त्यो गऱ्यो भने भेरिएसनमा जानुपर्छ। त्यसको कारण ठुलो भेरिएसन आउँछ। यसमा चाहिँ ठुलो भेरिएसन आउनुको कारण भनेको चाहिँ डिजाइन एकुरेसी नहुनुको कारण हो सडक विभागसँग। त्यो कम्प्लेक्स स्लोप एक्सकाभेसन गर्नुपर्छ, रिटेनिङ वाल राख्नुपर्छ। अब यसमा चाहिँ आइटम रेट भन्दा पनि अब डिजाइन बिल्ड कन्ट्र्याक्ट मोडल युज गरेको भए चाहिँ राम्रो हुन्थ्यो। तर उनीहरूले आइटम रेट हुँदाखेरि कन्ट्र्याक्ट युज गरेको हुँदाखेरि चाहिँ त्यो चाहिँ रिस्कहरू सबै सडक विभागसँगै हुन्छ। अनि हाम्रो अर्को के रहेछ भने प्रोक्युरमेन्टमा कुनै खरिद रियालिटीमा चाहिँ हामीले चाहिँ अब यो फाइनेन्सियल टाइमलाइन चाहिँ सबभन्दा लामो प्रोसेस रहेछ नेपालले। अब एभरेजमा हेऱ्यो भने 231 दिन लाउँदो रहेछ, तर अरू रिजनहरूले चाहिँ 192 डे लाउँदो रहेछ। अब यसमा चाहिँ विभिन्न कारण छ। पेपर बेस इभिडेन्स नहुनु, लोएस्ट बिड रिक्वायरमेन्टको कारण, पेनाल्टी क्लजहरूको कारणले चाहिँ यो हुँदो रहेछ। यो चाहिँ अलि नराम्रो पक्ष हो नेपालको लागि। अब फाइनेन्सियल म्यानेजमेन्ट हेऱ्यो भने चाहिँ हाम्रो कन्स्ट्रक्सन क्वालिटी चाहिँ अब यस्तै हो भन्छ नि, असारमा ठेकेदारले काम गर्छन्। यदि यहाँ हेऱ्यो भने 60% काम हामीले 11 महिनामा गर्छौँ, अनि 40% लास्टको काम चाहिँ लास्टको 1 महिनामा। त्यो चाहिँ के हो भने हामीले यो बजेटमा पैसा चाहिँ एब्जर्ब गर्न सकोस्, स्पेन्डिङ अलि धेरै हामीले खर्च गरेर त्यो पैसा चाहिँ यही फाइनेन्सियल इयरमा लिन सकोस् भनेर हो। यो चाहिँ यसले गर्दाखेरि चाहिँ अब क्वालिटीको इस्यु आउँछ। अब मेन्टेनेन्स भएन, यो कामको सेड्युलहरू पनि यो अनरियलिस्टिक भयो। अब यो केही कारण होला।
सो यसलाई चाहिँ हामीले म्यानेज गर्नुपर्छ। यो स्पेन्डिङ र यो क्वालिटी, यो हामीले जुन रुचाएको छ त्यो क्वालिटी अफ काम हुँदैन। यसले गर्दा चाहिँ गाह्रो हुन्छ फाइनेन्सियल म्यानेज गर्न। अब यो प्रोजेक्ट सक्सेस भएको भए त धेरै राम्रो हो। अब धेरै राम्रो हो नेपालको लागि पनि। एउटा चाहिँ अब मेन उद्देश्य भने पेमेन्टको क्वालिटी इम्प्रुभ गर्ने हो। लङ राइड, लामो दूरीको गाडी चल्छ, मालवाहक गाडीहरू चल्छ, भङसरमा जाने गाडीहरू धेरै जस्तो त्यहीँबाट चल्छ। अर्को भने चाहिँ सेफ्टीको लागि हो। धेरै जस्तो एक्सिडेन्टहरू भइरहेको हुन्थ्यो यो ठाउँमा। अब त्यहाँ सिग्नल, ब्यारियर, अब ल्यान्ड मार्किङहरू गरेर गएको भए यसले हाम्रो एक्सिडेन्ट अलिकति घटाउँथ्यो कि रिड्युस गर्थ्यो भन्ने कुरो हो। अनि अर्को ट्राभल टाइम घटाउने। अब सडक फराकिलो भयो भने त स्पिड त्यही हुन्छ। अहिले त 2 लेनको बाटो छ, त्यो बाटो क्रस गर्न अहिले 8 घन्टा लाग्छ भने यो अलिकति भएको है अलि चाँडो हुन्छ, ट्राफिक कन्ट्रोल हुन सक्थ्यो। त्यो कुराहरूले चाहिँ मध्यनजर गरेर यो सडकको मेन उद्देश्य थियो। अब यसमा चाहिँ म प्लानिङ पर्सपेक्टिभबाट भन्छु। हामीले चाहिँ के गरेको है यसलाई अलिक चाँडो हुन सक्थ्यो, इफेक्टिभली गर्न सक्थ्यो। हामीले पहिले प्लानिङ गर्नु पर्थ्यो। पहिले प्लानिङ भनेको हामीलाई ल्यान्ड एक्विजिसन चाहिन्छ, हामीले पहिले गर्नु पर्थ्यो। त्यो कुरा हामीले गरेनौँ। हामीले सर्वे अलि डिटेल सर्वे गर्नु पर्थ्यो। अनि हामीले त्यहाँको मान्छेहरूसँग कुरा गरेर नेगोसिएट गरेर लोकल गभर्मेन्टसँग काम गर्नु पर्थ्यो। त्यो कुराहरूको ल्याकिङ थियो। अर्को भनेको बेस लाइन डाटा। हामीले बेस लाइन डाटा भने अब त्यो भिरालो ठाउँ थियो, थाहा छ सबैलाई। त्यहाँ अब जियोलोजिकल सर्वे, हाइड्रोलोजिकल सर्वे, अरू केही सर्वेहरू गरेर डिटेल बिओके निकालेको भए अझै राम्रो हुन्थ्यो। त्यसमा के हुन्थ्यो, कस्ट ओभररन हुँदैन थियो कि कस्ट रन हुँदैन कि बिओके मिसम्याच हुँदैन न, त्यही कुरालाई हामीले पहिले नै सर्ट आउट गरेको भए राम्रो हुन्थ्यो। अर्को भने रियलिस्टिक सेड्युल। अब हामीले कुनै सेड्युल बनायो भने यो वर्ष हामीले के गर्ने, हामीले के गर्न सक्छौँ, त्यो कुराको चाहिँ हामीले सेड्युल बनाउनु पर्थ्यो। तर त्यो कुरा हामीले गरेनौँ। अनि अर्को कुरो, हामीले माइलस्टोनहरू पनि हामीले के एचिभ गर्न सक्छौँ जो चाहिँ रियलिस्टिक भयो। ल अब हामीले 8 महिना काम गर्छौँ भने 3 महिना मनसुन छ भने 8 महिना हामीले के गर्न सक्छौँ, नत्र के लास्ट आवरमा गएर हामीले एकैचोटि 40% काम गर्ने, अरू 11 महिना चाहिँ 60% काम गर्ने। त्यो चाहिँ गर्नु भएन। सो हामीले पिरियडिक रिभ्यू गरेर हरेक महिना एउटा माइलस्टोन एचिभ गर्नुपर्छ, जो चाहिँ अब सडक डिभिजनले कन्ट्राक्टरसँग माग्नु पर्यो। अब कुनै पनि प्रोजेक्ट गऱ्यो भने त्यहाँ चाहिँ जहिले पनि रिस्क आउँछ, खतरनाक भनेकै रेड साइकल हो। त्यहाँ धेरै कुरा हुनसक्छ रिस्कहरू। अब कुनै हामीले डिजाइन गर्दा पनि त्यो रिस्कहरू सबै समेटेको पनि हुनसक्छ, नसमेटेको पनि हुनसक्छ। जस्तै अब भिडालु छ, स्लोको कुरा आउँछ, ल्यान्डस्लाइडको कुरा आउँछ। त्यो चाहिँ हामीले पहिले सुरु प्लानिङ गर्ने, त्यसलाई चाहिँ कसरी ड्युरेबल बनाउन सकिन्छ। अब हाम्रो च्यालेन्जिङ हिली रिजन छ हो, यो कुराहरू चाहिँ हामीले रिस्कहरूलाई चाहिँ अगाडि नै इन्क्लुड गर्ने। जस्तै अब वातावरणको रिस्क, पोलिटिकल रिस्क, यिनीहरूलाई चाहिँ अगाडि नै इन्क्लुड गर्यो भने सजिलो हुन्छ। यदि हामीले यो पहिले गर्न सकेको भए हामीले कम्तीमा हामीले यो डिले भएको 30देखि 40% घटाउन सक्थ्यो। अलि राम्रो कोअर्डिनेसन गर्न सक्थ्यो सबै डिपार्टमेन्टसँग, अब प्रदेशसँग, लोकल गभर्मेन्टसँग गरेको भए यो प्रोजेक्ट अझै हाई स्ट्यान्डर्ड जान सक्थ्यो। त्यो चाहिँ ल्याकिङ छ यो प्रोजेक्टमा। अब हामीले कुनै पनि प्लानिङ त गर्ने, प्लानिङ गर्दाखेरि पनि स्मार्ट प्लानिङ गर्नुपर्छ, जुन चाहिँ फ्युचरको लागि युज हो। होइन, नेपालमा थाहा छ हरेक पनि ठुलो गौरव के हुन्छ भने जहिले पनि डिले हुन्छ, ढिलो हुन्छ, कहिले पनि टाइममा हुँदैन। त्यसले त अहिले इम्प्याक्ट गर्दैन होला नेपाललाई, तर पैसाको रूपमा जुन हामीले लगानी यो वर्ष गर्छौँ त्यो वर्षको भ्यालु त हामीले आउँदैन। त्यो भ्यालु कहिले पनि हामीले गेन गरेको छैन अहिलेसम्म कुनै पनि प्रोजेक्टमा। अहिलेसम्म थाहा छैन नेपालमा जुन प्रोजेक्टले गर्दा नेपाललाई फाइदा भयो। अब यसको लागि चाहिँ यो प्रोजेक्टलाई चाहिँ हामीले एउटा जिआइएस बेस्ड ल्यान्ड एसिड म्यापिङ गर्न सक्छौँ। नेपालमा यति धेरै एक्सपर्टहरू छन्। सो उनीहरूलाई युज गरेर हामीले जिआइएस सर्वे गरेर यो कुराहरूको अन्डरस्ट्यान्डिङ गर्न सकिन्छ। यो कन्ट्र्याक्ट दिनुभन्दा अगाडि के गर्नु पर्यो, के ल्यान्ड हामीलाई कुन चाहियो, यो कुराहरूको पहिले स्टडी गर्नु पर्यो। अर्को भनेको प्री फिजिबिलिटी इन्जिनियरिङ स्टडी। अब त्यो फिजिबिलिटी त गरेको होला, तर हामीलाई डिटेल फिजिबिलिटी चाहियो। त्यसको मतलब होइन कि हामीले 100% गर्न सक्छौँ, तर हामीले 80सम्म त हामीले कभर गर्न सक्यो भने त्यहाँ त रिस्क हुँदैन। बिओकेमा एकुरेट हुनसक्छ, भेरिएसनको कम आउन सक्छ, अनि बजेट त्यही अनुसार गर्न सक्छ गभर्मेन्टले पनि। यहाँ त के हुन्छ भने हामीले अहिले 12 करोड भयो भने अर्को 2-3 वर्षपछि 30 करोड पुग्न जान्छ, डबल टेबल हुन सक्छ। यो कारण भने चाहिँ प्रोजेक्टको स्कोप क्लियर नभएर। अर्को भने चाहिँ स्टेक होल्डर र कम्पन्सेसन प्लानिङ। भने स्टेक होल्डर भने चाहिँ त्यहाँको मान्छेहरूसँग पहिला कोअर्डिनेसन गर्नु पर्यो, सबैलाई भेला गराउनु पर्यो, सबैसँग डिस्कस गर्नु पर्यो। ल हामीले यो बाटो बढाउँदैछौँ, हाम्रो यहाँको जग्गा यतिको हो, अब यहाँको चलेको भाउ यति छ, एउटा कम्पन्सेसन गरेर सबैको ट्रस्ट जितेर हामीले यो कुराहरू चाहिँ जग्गाको चाहिँ एक्विजिसन गर्नु पर्यो। अर्को भने डिजिटल टुल्सहरू युज गर्नेलाई बिएम, मोनिटरिङ, प्रोजेक्टको ट्र्याक गर्नलाई चाहिँ P6 प्लानिङ सफ्टवेयरहरू युज गर्यो भने सजिलो हुन्छ।
त्यसले चाहिँ एउटा ट्रान्सपेरेन्सी, एकाउन्टेबिलिटी र प्रोएक्टिभ प्लानिङ सल्भिङ हुन्छ। अब हामीले कन्ट्र्याक्टरलाई भन्ने एउटा प्लानर राख्नु भनेर अब प्रोजेक्ट ट्र्याक गर्ने, हरेक महिनाको उनीहरूले रिपोर्ट बुझाउनु पर्यो, अब प्रेजेन्टेसन दिनु पर्यो, के कारणले ढिलो भयो, कहाँसम्म पुग्यो, यो एउटा ट्रान्सपेरेन्सी हुनुपर्छ, जो चाहिँ नेपालमा हरेक कन्ट्र्याक्टसँग ल्याकिङ छ। मान्छेलाई थाहा नै हुँदैन के भइरहेछ प्रोजेक्टमा, कति खर्च गरिरहेछ गभर्मेन्टले, त्यो ट्रान्सपेरेन्सी प्रोजेक्ट वाइज हुनुपर्छ। अर्को भने चाहिँ विभिन्न सरकारी संस्थाहरू हुन्छन् जसको कोअर्डिनेसन गर्नुपर्छ। यो चाहिँ अब जहिले पनि अधुरो रहिरहेछ। सडक डिभिजनले तल्लो स्तरसँग काम नगर्ने, लोकल गभर्मेन्टसँग अब अनि लोकल गभर्मेन्टले फाइनेन्सियल नगर्ने, अनि फरेस्ट डिपार्टमेन्टले अर्कोसँग कोअर्डिनेट गर्ने, यसले गर्दा ठुलो प्रब्लम हुन्छ। यसलाई चाहिँ पहिले हामीले थाहा हुनुपर्छ कोसँग हामीले कोअर्डिनेट गर्नुपर्छ र के को डिसिजन गर्नुपर्छ। यो कुरा चाहिँ हामीले पहिल्यै सर्ट आउट गऱ्यो भने त्यसले गर्दाखेरि डिस्प्युट हुँदैन, कस्ट सर्टेनिटी हुन्छ, अनि प्रोजेक्टलाई अझै एस्केलेट गर्न सकिन्छ। अनि जे हामीलाई चाहेको थियो, जुन मनीले हामीले जुन भ्यालु चाहेको थियो त्यो हामीले एचिभ गर्न सक्छौँ, अनि हामीले समयमा प्रोजेक्ट डेलिभरी गर्न सक्छौँ। अब यसबाट चाहिँ हामीले 4वटा पार्ट सिकेका छौँ। यसमा चाहिँ के गर्न सकिन्छ भनेर यसमा हामीले हेऱ्यो भने एउटा चाहिँ ल्यान्ड एक्विजिसन चाँडै गर्नु पर्यो। अब डिजिटल टुल हुन्छ कि मान्छेलाई हुन्छ कि त्यो 35 महिनाको साइकललाई हामीले 5 महिना 6 महिनामा टुङ्गाउनु पर्यो। अनि हाम्रो बिओकी चाहिँ प्र्याक्टिकल हुनु पर्यो। बिओकी यस्तो होइन कि धेरै भेरिएसन आउनु, फिजिबिलिटी स्टडी नगर्नु, गरे पनि सबै कुरा इन्क्लुड नगर्नु, मार्केट भ्यालु रेटको कुराहरू हुन्छ त्यो कुराहरू इन्क्लुड नगर्नु, जसले गर्दा चाहिँ अनप्र्याक्टिकल हुन्छ, अनरियलिस्टिक हुन्छ। अर्को भने चाहिँ सेड्युल हो। हामीसँग एउटा सेड्युल हुनुपर्छ, त्यसमा चाहिँ ट्र्याक गर्नुपर्छ कति पर्सेन्ट चाहिँ काम गऱ्यो हामीले, एउटा माइलस्टोनहरू डेभलप गर्ने, यो वर्षमा हामीले यति गऱ्यो। यहाँ चाहिँ कन्ट्र्याक्टर र सरकार पक्ष दुइटैलाई रेस्पोन्सिबिलिटी बनाउने, कति प्रोग्रेस भयो र के कारणले भएन, कसको कारणले भएन, त्यो कुराहरू चाहिँ हामीले सेड्युलमा हाल्यो भने राम्रो हुन्छ। अर्को भने चाहिँ प्रोक्युरमेन्ट प्रोसेसहरू। हाम्रो प्रोक्युरमेन्टको साइकल धेरै लामो छ। अब एउटा रुख काट्नलाई 231 दिन लाग्छ भनेपछि 2 वर्ष लाग्छ भनेपछि यो त धेरै लामो प्रोक्युरमेन्ट प्रोसेस हो। यदि कुनै प्रोजेक्ट 5 वर्षलाई कन्ट्र्याक्ट गरेछ भने कन्ट्र्याक्टरले उसले 2 वर्ष रुख काट्नै लाग्यो भने 3 वर्ष त उसले प्रोजेक्ट सकाउँदैन। सो यो कुराहरू चाहिँ पहिल्यै हामीले टुङ्गाएर कन्ट्र्याक्टरलाई ह्यान्ड ओभर दियो भने, साइट एसेस दियो भने त्यसपछि हामीलाई थाहा हुन्छ यहाँ प्रोजेक्ट किन सकिएन, कसको कारणले सकिएन, के भएर सकिएन, त्यो कुराहरू बुझ्न सकिन्छ। सो हामीले चाहिँ प्रोक्युरमेन्टलाई चाँडोभन्दा चाँडो टुङ्गाउनुपर्छ। नत्र भए केही लिड टाइमहरू राख्नुपर्छ, कि चाँडै सुरु गर्ने कि प्रोक्युरमेन्ट हेर्ने एक्सपर्टै राख्ने, कि त्यो गऱ्यो भने सजिलो हुनसक्छ। हामी चाहिँ भिडियोको अन्तिमसँग पुगेर रहेछौँ। यदि तपाईँलाई मेरो भिडियो मन पर्यो भने मेरो च्यानललाई लाइक, सब्सक्राइब, सेयर गर्नु। यस्तै गरी म अर्कोचोटि चाहिँ म अर्को एउटा प्रोजेक्टको अलिकति एनालाइसिस गर्छु मेरोबाट, र त्यसलाई कसरी सुधार गर्न सकिन्छ, जसको कारण फ्युचरमा हामीले यसको असर नपरोस्। आजलाई चाहिँ धन्यवाद।